नीलो क्रान्तिको राजधानी चितवनमा स्वागत गर्न चाहन्छु। अहिले महामन्त्रीज्यूले भनिरहँदाखेरि एकदम भावुक हुने जस्तो परिस्थितिको सिर्जना भयो। म यसै पनि अलिकति भावुक स्वभावको मान्छे हो। मलाई सम्झना छ पार्टी स्थापना गर्दा निर्वाचन आयोगमा बुझाउन जाने त्यो 21-22 वटा नागरिकता खोज्नका लागि जुन सकस हामीले प्राप्त गरेका छौँ त्यसमाथि एउटा समावेशिताको एउटा अर्कै महत्त्वलाई पनि हामीले मध्यनजर गर्नुपर्ने यी सबै कुराले गर्दा त्यतिखेरको त्यो चापलाई सम्झिरहेको छु र अहिले यतिखेर सम्भवतः सबैभन्दा धेरै उम्मेदवारी केन्द्रीय सदस्यका लागि हुँदैछ भन्ने पनि मैले प्रारम्भिक सूचनाहरू पाइरहेको छु। पार्टी त्यहाँबाट यहाँ आइपुगेको छ। यो श्रेय म एक्लै लिने पक्षमा कदापि छैन। सबै तपाईँहरूलाई दिएर बाँकी रहेको थोरै बचेको मात्र श्रेय आफू लिन चाहन्छु। यो सबै श्रेय तपाईँहरू। यो कार्यकालको केन्द्रीय समितिको यो अन्तिम बैठक हो। हामीले सचिवालयको बैठक पनि अन्तिम बैठक मेरो कार्यकक्षबाट गऱ्यौँ र सचिवालयका साथीहरूलाई मैले आफ्नो कार्यकक्षबाट शुभकामना दिएँ र मैले भने यो कार्यकक्ष यो कोठाले एउटा इतिहास बोकेको छ। यही कोठाभित्र कयौं निर्णयहरू भए। यही कोठाभित्र पार्टीका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरूमा हस्ताक्षर भए र यही कोठाभित्र मलाई गिरफ्तार गर्न हत्कडी प्रहरीहरू पनि छिरे। त्यस कारणले यो कोठा असाध्यै महत्त्वपूर्ण छ। साथीहरू भनेको थिए यो बैठक पनि असाध्यै महत्त्वपूर्ण छ। यहाँसम्म आइपुग्दा धेरै कुराहरूको भोगाईको अनुभव भयो। भोगाईको गुजुल्टो रहेछ जिन्दगी। अनेक भोगाईहरू जीवनमा जस्तै पार्टीको जीवनमा पनि भोगाई नै त मिलेछ। मान्छेको जीवन र पार्टीको जीवनमा कोही घटनाक्रमहरू फरक हुने हो तर उतार चढावहरू त्यस्तै हुने रहेछ। तिनै उतार चढावका बीचमा हामीले 4 वर्षको समय लगभग बितायौँ। यो 4 वर्षमा के भयो के भएन भनेर हामीले व्याख्या वर्णन गरिरहनै पर्दैन। हामी आम नागरिकको सार्वजनिक परीक्षणमा जहिले पनि छौँ। पारदर्शी रूपमा नागरिकले सधैँ हामीले हेरि नै रहे, खबरदारी गरि नै रहे। नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन भइरह्यो।